हेलो गाइज, म चाहिँ रेडी भइसकेँ हैन। टिका लाउनको लागि टक्क लाएर अब नर्मल्ली अहिले चाहिँ म यो ब्रान्डा हो यहाँ बसेको छु हैन, आफ्नो घरको। त्यसपछि ड्रेसअपहरू लगाएर टक्क बसिसकेको छु म। अब यही ड्रेसमा यही गेटअपमा म टिका लाउने हो। तर त्यो भन्दा पहिला मसँग खानको लागि छ यहाँ मेरो थालमा सेलरोटी हो यो तर गोलो गोलो हुन्छ। अब यो चाहिँ टुनिया भाँच्या छ हैन। त्यसपछि यो सेलरोटी भइहाल्यो तर एकदम नरम छ। अलिअलि कलर चाहिँ अलि धेरै नै डार्क भएको छ। त्यसपछि यहाँ छ लाउन। लाउन भन्छौँ हामीहरू, कोही लाउन के भन्छन्, जे भने पनि खाने हो बुझ्ने हो भयो। चान्चुने लाउन त हैन नि फेरि, यो घरे लाउन हो, एकदम घरे भन्नाले अब यहाँ भित्र चाहिँ मसला हालेको लाउन। त्यसपछि छ यहाँ बटुक, यहाँ केरा, यहाँ छ मेरो लागि भैँसीको दुध। त्यो भन्दा पहिला म यो लाउनलाई अब खाइहालौँ। मजा जुत्ता छोटा भयो। मेरो चाहिँ भाइ हो, रेडी भइसक्यो केटो। आहा, यो पनि रेडी हुँदैछ, लगभग भइसकेको छ। मौसम यस्तो छ यहाँको अहिले। अब बिहान पख पानी परेको थियो नि त, त्यही भएर यो भाइलाई हेर लजाको। आमामामा के साह्रो लजाको। ल अब चाहिँ यसलाई म पहिला खाएर सकौँ। जाम यसलाई खान्छु अनि त्यसपछि गएर बल्ल टिका लगाउँछु। पहिला गम खाइहालौँ। ल म त लाग्यो है, अब खान्छु। अब खाऊँ त्यसपछि अनि नेक्स्ट भिडियोमा। ओके, म त टिका लगाउनलाई रेडी भएर हिँड्दैछु गाइस। यतातिर चाहिँ हाम्रो घर हो अनि यहाँ चाहिँ हामी जान्ला छौँ बजैको घरमा। अब गाउँघरतिर यस्तै हो, त्यहाँ बजैको घर कोही छैन गाइस। दसैँ भन्ने मात्रै हो। बजैको घरमा बजेर आन्टी मात्रै, हाम्रो घरमा म र मम्मी मात्रै। ओहो, म पनि जाँदैछु टिका लाउन। पुग्नै लाग्यो हामीहरूमा। ओहो देख, यति हो हाम्रो फ्यामिलीमा, यति हो। ल हेरौँ त यहाँ हाम्रो आन्टी, यो भाइ हो। ल खुसी 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 टिका लाउने बेला भयो। यहाँ छन् हाम्रो बजै। बर्थडे कहाँ तरुनी छन् अझै। ल लगाऊ फेरि। ल बस लगाऊ। अहिले भिडियो बनाइदिन्छु, अहिले लगाइदिन्छु। त्यसपछि चाहिँ हाम्रो टिका लगाउने कार्यक्रम सुरु भयो। अहिले चाहिँ मम्मी र बजैले लाउन सुरु गर्नु भएको छ है। घर परिवार बिनाको दसैँ यस्तै हो। धेरै होला है त्यो, हल्का होला। अब हेरौँ यतिजना मिलेर दसैँ मनाइरहेछौँ। हुन्छ त यहाँ केही यसलाई हेर त, यसलाई कसरी हेरेछ, कसरी हेरेछ, कसरी हो के हो रे भाइ हो। टिङ ट्याङ
भाइ बनाइदिन्छ यहाँबाट अनि त मेरो लगाउनु पहिला यति नै हो गाइस घरमा मान्छेहरू कोही छैन बिना मान्छेको दसैँ हो म मात्रै बाँकी छु अब म पनि गइहाल्छु नेपालीको दुःख यस्तै हो ल काँटो पनि लगाएको छैन मम्मीले त काँटो ल भाइ समात कला देखाइस हल्का कति बेला नजिक कति बेला भाइ बाबा हातमा चुरी लगाएर बाहरी भए थिएन कि ओप्ला थिएन त्यो पहिला आयो नि त मेरो पहिला मलाई आउँछ त्यस्तो फोटो खिचिदिने मान्छे पनि छैन जाऊ 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 मेरो मोबाइल हुन त कम रहेछ र दाजु गन्दा सफा निकाल्न घरमा लगाएको टिका सबै झऱ्यो मेरो बहिनीको मेरो ज्ञान मान्छे बन्नु है नाटक गर्न पछि लागेपछि त जिन्दगी चल्दैन पढ्नु पर्यो मेरो भाइ मन त लगाइसक्यो कस्तो देखेछ खै देखा त ल जाँदा भाइ अब गयो यहाँ डन स्टार यहाँ छ क्या पानी देन रे एक देन के भरे दिदी को
भाइरमा लगाउनु छ लिया आन्टी समादियो त यस्तै हो गाइस जस्तै टिका लगाउँदै हाम्रो दसैँ चाहिँ यतिमै सीमित रह्यो है फ्यामिलीमा कोही पनि हुनुहुन्न सबैजना बाहिर हुनुहुन्छ त्यही भएर चाहिँ खासै रमाइलो चाहिँ भएन यतिमै सीमित रह्यो यसपालिको दसैँ चाहिँ यस्तै हो टिकाहरू सबै लगायौँ है अब खासै रमाइलो त भएन फ्यामिली बिना है अनि यो भिडियो बनाउनुको उद्देश्य पनि अब खासै त्यस्तो केही पनि छैन है बनाएर आफ्नो युट्युबमा पोस्ट गरिदिएको छु मैले किन ताकि अब भविष्यमा गएर मोबाइलमा भयो भने डिलिट हुनसक्छ तर युट्युबमा राखेको फ्युचरमा गएर हेर्न सकियोस् है सुरक्षित रहन्छ साथै अरूले पनि हेर्छन् नि भनेर हालेको हस्त धन्यवाद